हिन्दी भाषालाई ब्रोड एक्सेप्टेन्स गराउने पहल हुँदै थियो। त्यो बेलाका पर्चा, पत्रिका, समाचार सबै हिन्दीमै बोलिन्थे, हिन्दीमै छापिन्थे। नेपाली भाषाको नाम निशान मेटाउने पहल हुँदै थियो। यसमा महेन्द्रले ब्रेक नलगाएको भए अहिले हिन्दी राष्ट्रिय भाषा हुन्थ्यो नेपालको। भाषा मात्रै होइन, देश नै रहन्थ्यो कि रहन्नथ्यो त्यो भन्न कठिन छ। त्यो रफ्तारमा भारत नेपालभित्र छिर्दै थियो। स्थिति कठिन थियो। भारतीयहरूलाई नेपालमा प्रोपर्टीहरूको किनबेच गर्न कुनै पनि कुराले रोक्दैन थियो, जबकि त्यही कुरा नेपालीले इन्डियामा गएर गर्नु पर्यो भने विभिन्न किसिमका कागजपत्र देखाउनु पर्थ्यो र सम्भव अलमोस्ट थिएन। पछि राजा महेन्द्रले यो कुरा पनि उल्ट्याइदिए, नत्र नेपाललाई फिजीकरण गर्ने प्लान धेरै अघिदेखि नै सुरु भइसकेको थियो। यसै बेला नेपालको ढलपल राजनीतिको फाइदा उठाउँदै 1950 को असमान सन्धि भयो, जसको चर्चा तपाईले सुन्नु भएको हुनुपर्छ। नेपालले धेरै पटक त्यो सन्धि खारेजी या पुनर्लेखन हुनुपर्छ भनेर माग उठाउँदै आएको छ। माथिल्लो स्तरमा वार्ता पनि भइरहेको छ, तर अहिलेसम्म पनि भारतले नै आलटाल गरेको कारणले त्यो सम्भव हुन सकेको छैन। त्यसको उल्टो यसैको बहानामा भारतले धेरै पटक नेपाल जस्तो भू परिवेष्टित राष्ट्रले पाउनुपर्ने अधिकार पनि कुल्चिएर धेरै पटक नेपाललाई नाकाबन्दी गरिसकेको छ। त्यो हामीले पनि भोगिसकेका छौं। त्यो बेला भारतीय सैनिक नेपालमा बिना रोकटोक आवत जावत हुन्थ्यो। आफ्नो सेक्युरिटी प्रोटोकल लागू गर्थ्यो भारतले नेपालभित्र, अर्थात भारतको सेक्युरिटी सिस्टम अनुसार नेपाल चल्नु पर्थ्यो। त्यही अनुरूप तत्कालीन 40,000 को संख्यामा रहेको नेपाली सेनालाई 9,000 को हाराहारीमा घटाइएको थियो। नेपाली सेना त्यो बेला जति कहिल्यै पनि कमजोर भएको थिएन होला सायद इतिहासमा। एकताका माओवादी नेताहरूले पनि नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्ने कुरा